चुनावको मतपत्रमा एमालेको सूर्य चिन्ह कसरी 1 नम्बरमा? यदि तपाईले फागुन 21 मा हुने चुनावको नमुना मतपत्र हेर्नुभयो भने 1 नम्बरमा एमालेको सूर्य चिन्ह, 2 नम्बरमा कांग्रेसको रुख चिन्ह र 4 नम्बरमा रासपाको घण्टी चिन्ह देख्न सक्नुहुन्छ। अब तपाईलाई लाग्न सक्छ सूर्य नै किन 1 नम्बरमा? यसको कारण हो अघिल्लो प्रतिनिधि सभा चुनावको समानुपातिक मत। 2079 सालको प्रतिनिधि सभा चुनावमा एमालेले सबैभन्दा धेरै 28,45,000 भोट ल्याएको थियो। त्यसैले एमालेको चिन्ह नम्बर 1 मा राखिएको हो। कांग्रेसले 27,15,000 भोट ल्याएकोले कांग्रेसको चिन्ह नम्बर 2 मा राखिएको हो। त्यसैगरी माओवादी तेस्रो, रासपा चौथो, राप्रपा 5औं स्थानमा रहेकाले अहिलेको चुनावमा पनि उही क्रम अनुसार चिन्ह राखिएको छ। यदि कुनै क्षेत्रमा एमालेको उम्मेद्वार छैन भने कांग्रेसको रुख पहिलो नम्बरमा राखिन्छ। स्वतन्त्र उम्मेद्वारको हकमा भने जसले पहिला उम्मेदवारी दर्ता गराएको हो उसको चिन्ह अगाडि राखिन्छ। अब रोचक कुरा के छ भने यो चुनावमा समानुपातिक तर्फ जसले सबैभन्दा धेरै भोट ल्याउँछ 2087 सालको चुनावमा उसैको चिन्ह नम्बर 1 मा हुनेछ। यसपटक समानुपातिक तर्फ कुन पार्टी पहिलो हुन्छ जस्तो लाग्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्।